सुनोल नगरपालिका वडा नम्बर 7 का अध्यक्ष नारायण आचार्यज्यूलाई म स्टेजमा बोलाउन चाहन्छु। एकचोटि उहाँको लागि जोरदार ताली बजाइदिनु होला नारायण आचार्यज्यू। थ्याङ्क यू। ओके, यहाँ त अलिकति सङ्कट पर्यो नि त, यत्रा मान्छे टाढा ल एकचोटि नजिक आइदिनु होला सबैजना टाढा बसेको भाइ बहिनी दिदीहरू। ल नजिकै टाढाबाट यो हँसाएको देखिन्न क्या, यहाँनिर त्यत्रो के हो मैले फेरि छुन मिल्दैन। अहिले छुनी बित्दिँदै म पनि फुट्ट केटी भयो भने अहिले फुट्ट कमल ओली जस्तो भयो भने फेरि यो रेडियो नेपाल हो अब सुन्नु कमल ओलीबाट बेलुकी 5 बजीको समाचार भन्नुपर्ने हुन्छ। त्यही भएर मलाई त्यस्तो हुन मन छैन। अर्को जन्म मात्रै मैले भने यो जन्म त मलाई केटै ठिक छ, किनकि बिहे पनि भएको छैन मेरो। हेर्नु ससुराल पनि देवदत्तीले बनाउने भनिरहेको छु। नजिकै आइदिनु होला ल सबैजना, एकदम हाँस्न मन छ भने ल नजिकै आइदिनु होला सबैजनाले मलाई सुनिरहनु भएको छ भने। हेलो नजिकै आइदिनु भने यता घोडा चढ्ने दाइ सबैलाई त जानु भनिदिनु त, घोडा लखटेर। ल अब तपाईँले सुरु गरेपछि सबैजना नजिकै आउँछ। फेरि पनि वान्स मोर ताली शेरबहादुर गुरुङको लागि। थ्याङ्क यू। Thank you, bye. I love it too. तल्ला घर का मांगने हजुर मातला घर का गायने, तल्ला घर का मांगने हजुर मातला घर का गायने, आजकलका केटा केटीलाई गाडीवाला चाहिने। किन भन्दैछु थाहा छ? आजकलका केटा केटीलाई गाडीवाला चाहिने। हे लोग्ने हिँड्यो साउदीको खाडीमा, साउदीको खाडीमा, स्वास्नी हिँडी अर्कैको गाडीमा, फुल्यो निमपत्ता, फुल्यो निमपत्ता, बुढो फर्किँदा बुढी बेपत्ता। मैले यो अब धेरै यो कमेडी भन्दा पनि अहिले आज चाहिँ म विशेष म्याजिक सो लिएर आएको छु। अब हजुरहरूलाई हँसाउनको लागि चाहिँ हाम्रो भाइ छँदैछन् यहाँनिर है। मैले ढिला नगरी अब हजुरहरूलाई चाहिँ म म्याजिक देखाउन पट्टि गइरहेको छु। म्याजिक लगाइदिनु होला, म्युजिक लगाइदिनु होला। यदि हजुरलाई मन पर्यो भने हुटिङका साथ तपाईँहरूले हल्ला गरेर साथ दिन सक्नुहुनेछ। यदि हजुरहरूले साथ दिनु भएन भने केटा केटी हुन्छ, केटी केटा हुन्छ। राजा पर्दैन छ। थ्याङ्क यू सो मच। म्युजिक लगाइदिनु सबैजनाले। ल है त यतापट्टि
Thank you.
भएको छ सम्पूर्ण तपाईँहरूलाई पक्कै पनि अलिअलि भए पनि रमाइलो भयो होला भन्ने अलिअलि मनमा लागेको छ। कस्तो लाग्यो? थ्याङ्क यू। अलिकति बोल्नुहोस्, अलिकति जाँगर लगाउनुहोस्। ओके, यति भन्दै म तपाईँहरूको माझबाट बिदा हुनुभन्दा अगाडि मैले धन्यवाद नदिकन चाहिँ कसरी जान सक्छु र यहाँ मलाई निम्तो गर्नुहुने सम्पूर्ण आयोजक टिमलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।